बाइबलका कुराहरू हामी पत्याउँछौँ हाम्रो जीवन परिवर्तन हुन्छ। जब बाइबलका कुरालाई हामी विश्वास गर्छौँ तब ममा मोक्ष आउँछ। उद्धारको लागि तपाईँले रुपियाँ पैसा तिर्नु पर्दैन, उद्धारको लागि तपाईँले विभिन्न कुरा गर्नु पर्दैन। तर बाइबलले यसो भन्छ, परमेश्वरको वचनमा तपाईँले विश्वास गर्नुभयो भने तपाईँ र मलाई परमेश्वरको पुत्र येशू ख्रीष्टले उद्धार दिनुहुनेछ अनि हाम्रो पापबाट बचाउनुहुनेछ। आज बेलुकी म तपाईँलाई यसो भन्छु, तपाईँ आफ्नै घरमा, तपाईँ आफ्नै कोठामा, तपाईँ आफै बसिराखेको ठाउँमा तपाईँले परमेश्वरलाई भन्न सक्नुहुन्छ, मेरो परमेश्वर, मरियमले आफ्नो गर्भलाई तपाईँको अगाडि प्रस्तुत गरे भनेदेखि म मेरो जीवन र मेरो हृदयलाई तपाईँको अगाडि प्रस्तुत गर्छु। जब तपाईँले यसो गर्नुहुन्छ नि, म तपाईँलाई ग्यारेन्टी दिन्छु, परमेश्वरले तपाईँको दशा र दिशा दुईटै परिवर्तन गरिदिनुहुन्छ।